कुल्ट आप टान्नु साथी हो साथीभाइहरू। यस्तो भएर गयो फेरि वेदर हेर्नुहोस् है। हावा अघिसम्म पानी थियो, अघिसम्म घाम मजाको पोल्ने डरलाग्दो घाम हेर छिन्नु फेरि हावा हेर्नु। यस्तो वेदर चेन्ज हुन्छ हेर्नु। घाम पानी पनि छ कम्ती हावासँग, कतिको हावासँग पानी पनि छ कम। क्लियर छ जग्गा चाहिँ, हावाले उडाएर लाँदा डल्लो साथीभाइ। यस्तो हुन्छ दिनहरू वेदरको चेन्ज, मौसम चेन्ज भएको हेर्नुहोस्। अहिलेसम्म घाम टङ टङ थियो, एमर्जेन्सी पानी आयो अलिकति, त्यहाँदेखि फेरि हावा सुरु भयो साथीभाइ। डर हुन्छ साथीभाइ यो हावाले। मेन चाहिँ बत्ती बिगार्छ, आगीले भर्खर आएको बत्ती फेरि यो खालको हावा फेरि गइहाल्छ साथीभाइ हो। ब्याट्री चार्ज गरेर मेरो चाहिँ फोनले अलिक कभर गरिदिन्छ, ब्याट्री ब्याकअप चाहिँ राम्रो छ। हावाहरू दरहरू घाँसमा उड्नु थालिहाल्यो। अघि एकखेप जोड झट्का उडायो कि त च्यादरहरू घाँसमा उड्नु थालिहाल्यो साथीभाइ। हेर्नुहोस् है, हावा बत्तीको हेर्दै गर्नुहोस् है। यो हावा चाहिँ फर्स्ट गाउँमा चाहिँ खालको हावा छ अहिले आफ्टरनुनमा। यो खालको हावा चाहिँ खालको छ कि आफ्टरनुन साथीभाइ हो। हावा बत्तीको हेर्दै गर्नुहोस्। हामी है हामी मजा देखेको पर डाँडाहरू सानो डाँडाको उच्चा पर्छ त्यो डाँडा। हाम्रो गाउँदेखि माथि नै हो, डाँडा पर्छ, टाढो हो तर टाढो छ साथीभाइ हो। हावा बत्तीको सुन्दैछ होला नि, ढाकाढुक गर्छ तलतिर हो। हावा चाहिँ आउनु चाहिँ छोड्दैन। सुरु हुँदा मैले यो एउटा ब्लग अपडेट दिन लागि डेली हेर्नु, एकपल्ट हल्लिएको हेर्नुहोस्। मजा छ नि, एउटा पनि झरिसक्यो। यो खालको हावा छ, तलतिर हल्लिएको हेर्नु पातहरू लडाइछ साथीभाइ। बेला बेला त हाम्रो गाउँमा चाहिँ तपाईँको गाउँमा हुन्छ कमेन्ट गर्नुहोस् है। आफ्टरनुन भएपछि तपाईँको गाउँमा पनि यस्तो हुन्छ कि हाम्रोतिर मात्रै हो साथीभाइ हो। आफ्टरनुन तपाईँको भएपछि तपाईँहरूको यस्तो हुन्छ कि हाम्रोतिर मात्रै हो। बत्ती हावा हावा छ, साह्रो ठुलो होइन। सबलाई जस्तो गरेर गर्छ घरको साथीभाइ, घरै उडाला जस्तो गर्छ। घुमेर आउँदैछ नि त। यहाँको हावा चाहिँ डर हुन्छ साथीभाइ। कच्चा कच्चा घर हुने डर हुन्छ, बत्ती जान्छ। त्यो हावा आयो त त्यो हावा रोक्नु त्यो पानी पनि आइदिन्छ साथीभाइ। अनि साह्रो पर्छ त्यतिले चाहिँ। कति पर हेर्नु छ तोदेतिर हेर्नुहोस्, पर डाँडा तोदेहरू पर्छ है साथीभाइ। यो खालको हावा चाहिँ अहिलेसम्म बत्ती थिएन, पहिला आयो बत्ती जस्तो पिलिक्कै बोल्यो, सर पानी आइदियो, पानी झ्यापै रोकियो, हावा सुरु भइगयो साथीभाइ। यहाँको हावा धत्ता पर्छ साथीभाइ। एकजना ब्लगिङ भइरहेको हुन्छ चाहिँ, अलरेडी ब्लगिङ भइरहेको हुन्छ, यहाँहरू चाहिँ। स्ट्यान्ड नै यहीँ छ साथीभाइ, स्ट्यान्ड नै यहीँ छ। टक्कै म सुत्दैछु स्ट्यान्डमा टक्कै फोन राखिदिन्छु, हल्का भ्लगिङ अब सुरु भइबस्छ साथीभाइ। के त नयाँ स्ट्यान्ड साथीभाइ, रिमोटले घुम्छ साथीभाइ चाहिँ, सर रिमोटले घुम्ने साथीभाइ। कता तपाईँलाई देखाउनु, कता साइडको देखाउनु मलाई त्यो साइडको रिमोटले प्ले भइहाल्छ साथीभाइ हो। सानो कम्ती यो मिनी भ्लगै हुन्छ साथीभाइ कि, किनभने यो आजको हावाको अब टाढा साथीभाइ बस्न चाहिँ हाम्रो गाउँ कस्तो होला भन्ने हुन्छ साथीभाइ कि। यी यस्तै छ हेर्नुहोस् है, आफ्टरनुन भएपछि पानी हावा आएपछि बत्तीको प्रब्लम। हिजो अन्धेरमा बसेको साथीभाइ, झन्डा मेरो ब्याट्री अहिलेसम्म धामिरहेको छ भन्दै सानो आफ्टरनुनको भ्लग, सानो भ्लगलाई पनि हेरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, नयाँ भने फलो पनि गरिदिनुहोस्। हुन्छ त्यसो गएँ म अब नेक्स्ट भिडियो तपाईँहरूसँग फेरि भेट्नेछु, यस्तो यस्तो भिडियोहरू लिएर आउनेछु भन्दै बाई बाई, गुड नाइट। सानो भ्लग है, मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। हेरिदिनुहुन्छ भने मलाई पुरा आशा छ। हेरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, फलो पनि गरिदिनुहोस् नयाँ हो भने।